उनै रवि केसीको बायोग्राफी र जीवनी सुरु गरौँ। नेपालका राष्ट्रिय खेलाडी रवि केसीको जन्म विक्रम सम्वत 2057 जेठ 14 गते बागलुङ जिल्ला गोलकोट नगरपालिका 7 मल्म भन्ने ठाउँमा भएको थियो। उनी हालै मात्र 25 वर्षका भए। एक मध्यमवर्गीय परिवारमा जन्मिएका रवि केसीको प्रारम्भिक जीवन प्राय सामान्य तरिकाले नै बित्यो। उनका बुबा एक विद्यालयमा शिक्षक हुनुहुन्थ्यो र आमा सामान्य कृषकको रूपमा काम गर्नुहुन्थ्यो। बुबा भलिबलमा धेरै रुचि राख्ने भएका कारणले पनि रवि सानैदेखि नै भलिबलप्रतिको लगाव थियो। बाल्यकालदेखि नै भलिबलमा लगाव भए तापनि भविष्यमा ठुलो खेलाडी बन्छु भन्ने सोच चाहिँ थिए। बाल्यकालमा अन्य खेल खेल्नका लागि पर्याप्त मात्रामा स्रोत र साधन नहुने र भलिबलका लागि सानो स्पेसमा पनि सजिलै खेल्न सक्ने भएका कारणले गाउँमा भलिबलको चासो र रुचि सबैले राख्ने गर्थे। बिस्तारै उमेर बढ्दै जाँदा गाउँमा भालेबाजी, खसीबाजी र ससाना घरेलु प्रतियोगितामा आफूभन्दा ठुला दाइहरू खेलेको खेल हेरेर प्रेरित भएका थिए। उनी विद्यालयमा अध्ययन गर्दै गर्दा पनि साना साना उमेरका साथीभाइहरूसँग खेल खेल्ने गर्थे। अब भने उनी भलिबलमा झनै रुचि हुन थाल्यो र विद्यालयमा अध्ययन सकेपछि समय निकालेर भलिबल खेल्ने गर्थे। सानैदेखि नै भलिबलमा रुचि भए तापनि पर्याप्त मात्रामा खेल्ने खेल र सामग्री स्रोत साधनको भने कमी थियो। बाल्यकालमा मुजा र प्लास्टिकका बल बनाएर खेल्ने गर्थे। पछि बिस्तारै आफूभन्दा ठुला दाइहरूले खेल्ने बल फुट्ने गर्थ्यो। तब उक्त बललाई लिएर मर्मत गरेर साथीभाइसँग खेल्ने गर्थे। उनी भन्छन्, यति बेला खेल मनोरञ्जनका लागि मात्र खेल्ने गर्थे। बिस्तारै अब उनको खेल प्रतिभामा निखार आउँदै थियो। उनको उचाइ र खेल्ने क्षमता देखेर आफ्ना साथीहरूको तुलनामा भन्दा उनी राम्रो खेल्ने भएका कारणले उनलाई आफूभन्दा ठुला दाइहरूले पनि सपोर्ट गर्ने गर्थे। अब गाउँमा हुने ट्रफी, भालेबाजी, खसीबाजी र घरेलु प्रतियोगितामा उनलाई पनि सामेल गराउन थाले। उनी घरको कान्छो छोरा भएका कारणले पनि उनलाई परिवारबाट कहिले पनि दबाब र प्रेसर भने आएन। त्यसैले पनि उनी आफ्नो खेल क्षेत्रलाई अगाडि बढाउन सके। खेल सँगसँगै उनले आफ्नो अध्ययनलाई पनि निरन्तरता दिइरहे र एसएलसी पछि अध्ययन र खेल क्षेत्रलाई अगाडि बढाउन काठमाडौँ +2 का लागि जाने निर्णय गरे र काठमाडौँको एक कलेजमा भर्ना भए। जब कलेज बिदा हुन्थ्यो तब उनी बागलुङ जिल्लामा हुने साना र ठुला मेला महोत्सवमा खेल्न पुग्थे। जिल्लामा हुने महोत्सव र अन्य जिल्लामा हुने मेला र महोत्सवमा उनी बागलुङ गलकोट स्पोर्ट क्लबबाट नेतृत्व गर्दै खेल आधिकारिक खेल्न थाले। घरेलु प्रतियोगितामा ठुला ठुला उपलब्धि समेत हासिल गरे। उनको खेल्ने शैली र प्रतिभाका कारण उनलाई सबै भलिबल खेलाडी र खेल प्रेमीको रोजाइ र नजरमा पर्न थाले। पोखरामा हुने जिल्ला स्तरको खेलमा गलकोटबाट नेतृत्व गरेर खेले पनि गण्डकी प्रदेशको नजर भने उनीमा गएन। किनभने त्यो समयमा गण्डकी प्रदेशमा उनीभन्दा पुराना र अनुभवी खेलाडीहरू थिए। जस्तै हरि पाण्डे, सुजन चोखाल, सन्जु विक्रम शाह, घनश्याम चौधरी, राजन दर्लामी, विवश आलेमगर जस्ता खेलाडीहरू भएका कारणले गर्दा गण्डकी प्रदेशको नजर रवि केसीसम्म पुग्न सकेन। त्यस लगत्तै काठमाडौँमा भएको NBA कपमा उनले खेल्ने शैली र उनको उचाइका आधारमा उनलाई गण्डकी प्रदेशका प्रशिक्षक रमेश केसीले टोलीमा सामेल गराए। चर्चित खेलाडी रवि केसीले पहिलो राष्ट्रिय स्तरको प्रतियोगितामा आफ्नो डेब्यू सन् 2021 अर्थात् 2078 सालमा भएको 6औँ NBA कपबाट गरेका थिए। त्यस प्रतियोगितामा उनले गलकोट स्पोर्ट क्लबबाट खेल्दै राष्ट्रिय स्तरमा डेब्यू गरेका थिए। पछि उनले गण्डकी प्रदेशबाट खेलेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएका थिए। रवि केसी गण्डकी प्रदेशमा समावेश भएर खेल खेल्दा धेरै अनुभव बटुल्ने अवसर पनि पाए र आफ्नो महत्त्वपूर्ण साथीहरूसँगै फ्यानहरूको माया पनि पाए। उनीसँग गण्डकी प्रदेशबाट डेब्यू गरेका हिमाल सुनारी र सफल विक जस्ता अन्य खेलाडीहरू पनि उत्तिकै चर्चित खेलाडीहरू बनेका छन्। पछि गण्डकी प्रदेशका पुराना र अनुभवी खेलाडीहरू हरि पाण्डे, घनश्याम चौधरी, सुजन चोखाल जस्ता धेरै खेलाडीहरू विदेश पलायन भएपछि गण्डकी प्रदेशको नेतृत्व गर्दै विभिन्न ठाउँमा उपलब्धिहरू हासिल गरेका छन्। लामाचौर कप पुरुष भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लबलाई हराउँदै उपाधि जितेको थियो। त्यस प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीको पुरस्कार समेत पाए र गण्डकी प्रदेशको नेतृत्व कायम राखे। उनको खेल्ने क्षमता र विशेषता भनेको सेटरले फालेको पासलाई विपक्षीको ब्लकिङलाई छिचोल्दै कोर्टमा किल गर्दै टोलीका लागि महत्त्वपूर्ण अङ्क जोड्ने गर्छन्। जुन समयमा टोलीलाई जितको आवश्यकता पर्छ त्यो समयमा उनले निर्णायक भूमिका खेल्छन्।
उनको उमेर सानो र खेल कौशल्य राम्रो भएका कारण अब उनी राष्ट्रिय टोलीमा जाने र नेपालको जर्सी लगाउने सपना देख्न थाले। त्यसै बेला नेपाल भलिबल सङ्घले आयोजना गरेको बङ्गलादेशमा हुने अन्डर 23मा राष्ट्रिय टिमको खुल्लामा उनले सहभागिता जनाउने निर्णय गरे। खुल्ला छनौटबाट छानिएका खेलाडीहरू 1 महिनाको बन्द प्रशिक्षणमा राखिएको थियो। बन्द प्रशिक्षणमा गरेको उत्कृष्ट प्रदर्शनको आधारमा उनी 14 सदस्यीय अन्डर 23मा राष्ट्रिय टिमको छनौट भएर त्यसपछि उनले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरे। यसअघि उनले विभिन्न राष्ट्रिय स्तरका प्रतियोगिताहरू जस्तै NBA कप, टाइगर कप, 9 राष्ट्रिय खेलकुद गण्डकी प्रदेशबाट उत्कृष्ट प्रदर्शन गरेर आफ्नो प्रतिभा देखाएका थिए, जसले गर्दा उनलाई राष्ट्रिय टिममा छनौट हुने प्रक्रियामा जान धेरै मद्दत पुर्यायो। सानो उमेर भएका कारणले गर्दा उनको फ्यानहरू अब राष्ट्रिय टिमको एक उदाउँदो ताराको रूपमा हेरेका थिए, तर धेरै पटक प्रयास गरे पनि उनी राष्ट्रिय टिममा भने पर्न सकेन। यद्यपि उदयमान खेलाडी भएर पनि उनले नेपालमा खेलाडीको जीवनयापन कठिन रहेको र अवसरको खोजीमा आफू 2 सातापछि नै जापान जाँदै गरेको कुरा सार्वजनिक गरेका थिए। त्यसपछि उनी वैदेशिक यात्राका लागि जापान जाने निर्णय गरे। उनको यो निर्णयले गर्दा भलिबल प्रेमीहरू धेरै दुखी थिए र नेपाल भलिबल सङ्घलाई प्रश्न उठाइरहेका थिए कि एक भलिबल क्षेत्रमा एक उदाउँदो तारा नेपाली भलिबलले रोक्न सकेन। उनी मात्रै विदेश पलायन भने भएका होइनन्, उनी जस्ता कैयौँ खेलाडीहरू हाम्रो देशले गुमाउनु परेको छ। जस्तै नेपालको राष्ट्रिय भलिबल टिमका पूर्व कप्तान मानबहादुर श्रेष्ठ, विशाल विक, सुजन चुखाल, घनश्याम चौधरी, रबिन चन्द जस्ता धेरै खेलाडीले विदेशमा गएर सामान्य जीवनयापन गर्नुपर्ने अवस्था छ। त्यस्तै रवि केसी जापानमा गए पनि जापानमा हुने विभिन्न सङ्घ संस्थाहरूले आयोजना गरेका खेलहरूमा निरन्तरता दिइरहेका छन्। उनी भन्छन्, म फेरि पनि नेपालमा फर्किएर नेपालका लागि खेल्न सक्छु र हाल उनको खेल अझै पनि पहिलाको अवस्थामा नै छ। के रवि केसी फेरि नेपालमा राष्ट्रिय जर्सी लगाएर खेल्न सक्लान् या सक्दैनन्? तपाईँको प्रतिक्रिया